नमस्कार साथीहरू, नेपालमा यतिखेर चुनावको माहौल छ। भोट कसलाई हाल्ने कसलाई नहाल्ने भन्ने विषयमा सबै मान्छेको आफ्नै तर्क हुन्छन्। भोट हाल्ने भन्ने कुरा व्यक्तिगत रुचिको विषय हो। मैले यो भिडियोमा तपाईहरुलाई मनपर्ने तर्क गरे भने पनि मन नपर्ने तर्क गरे भने पनि चित्त नदुखाउनु होला। तर नेपालमा यतिखेर यस्तो परिवर्तनको आगो दन्किरहेको बेलामा चुप लागेर बस्न सकिन। नेपालमै भएको भए चुनावी माहौलको भरपूर आनन्द लिन पाइन्थ्यो होला। अध्ययनको सिलसिलाले विदेश आएको छु। परदेशमै भए पनि देशको मायाले परिवर्तनको आगो दन्किरहँदा त्यो आगोको रापमा आँखा नसिकाई बस्न सकिन। चुनाव हुँदैमा आफूले मन पराएको मान्छे सत्तामा पुग्दैमा देशको दीर्घगामी रूपमा विकास हुँदैन। नेपालले लामो समयदेखि भोग्दै आएको समस्या भनेको अस्थिर सरकार हो र अस्थिर सरकारको यो समस्याबाट बच्नका लागि एउटा मात्र उपाय हो, बहुमतको सरकार बनाउनु कुनै एउटा पार्टीले। यदि यो चुनावमा पनि कुनै एउटा पार्टीले बहुमत ल्याउन सकेन भने आउने भनेको देशमा अस्थिरता नै हो, त्यसमा कुनै पनि शंका छैन। जुन पार्टी संसदको सबैभन्दा ठुलो दल बन्छ र सरकारमा जान्छ, त्यसको विपक्षी पार्टीले त्यो पार्टीको निन्दा गर्ने काम, उसले राम्रो गर्न खोज्यो भने पनि खुट्टा तान्ने काम गरि नै रहन्छ। यो पहिल्यैदेखि चल्दै आएको कुरा हो। किनभने नेपालका नेताहरूलाई आउने कुरा भनेको कसरी चुनावभन्दा अगाडि गफ लाउने र कसरी चुनावपछि जनताहरूको सम्पत्ति कुम्ल्याउने, जनताहरूको सपनालाई घाममा सुकाउने, यिनीहरूलाई गर्न आउने भनेको यति मात्र हो। म कुनै राजनीतिक पार्टीमा आबद्ध पनि छैन, तर यदि नेपालमा भएको हुँदा यतिखेर म ढुक्कसँग राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्थे होला। मैले यति भन्दै गर्दा म यो कुरामा पनि विश्वास राख्छु कि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीमा पनि केही मान्छेहरू होलान् जो मान्छेहरू सत्तामा पुगे भने उनीहरूले राम्रो गर्न सक्छन्। अब विशेषतः पुराना दलमा शेरबहादुर देउवालाई फालेर सत्तामा आएकाले गगन थापा, विश्वप्रकाश शर्मा, त्यसैगरी कांग्रेसकै नयाँ पुस्तामा उदाएका नेताहरू छन्, सचिन तिमल सिन्हा, दलविहीन नेता महावीर पुन उहाँ पनि हुनुहुन्छ। यी सबैजनाले आफ्नो क्षेत्रबाट चुनाव जितेमा तुलनात्मक रूपमा आफ्ना प्रतिपक्षीहरूभन्दा राम्रो विकास गर्ने कुरामा कुनै पनि शंका देख्दिनँ म। पार्टीगत रूपमा चाहिँ यसपालि बहुमत सरकारमा रासपाले नै ल्याउनुपर्छ भन्ने मेरो चाहना हो र रासपाले ल्याउँछ पनि जस्तो लाग्छ। तर यो हुनका लागि सबैभन्दा जरुरी कुरा भनेको चाहिँ रासपाले अत्याधिक रूपमा समानुपातिक भोट ल्याउने हो। त्यसैले यदि तपाईको मनपर्ने उम्मेदवारहरू कांग्रेस एमालेमा छन्, उनीहरू राम्रा पनि छन्, सक्षम पनि छन् भने उनीहरूलाई भोट हाल्नुहोस्, तर समानुपातिकको भोट चाहिँ कृपया रासपालाई दिनुहोस् होला। प्रत्यक्षमा त रासपाले धेरै सिटहरू जित्छ, तर बहुमत ल्याउनका लागि रासपालाई समानुपातिक भोट एकदमै जरुरी छ। जसलाई भोट हाले पनि हाल्नुहोस्, तर केपी शर्मा ओली जस्तो फटाहा र सत्ता सम्मोहित मान्छेलाई भोट नहाल्नुहोस्। अर्को मान्छे छ महेश बस्नेत, त्यो जतिको गुवाच मान्छे मैले अर्को कोही देखेको छ भने पछिल्लो समय हर्क साम्पाङ हो। श्रम गर्नुपर्छ, साना व्यापार व्यवसायलाई प्रोत्साहित गर्नुपर्छ, आफ्नो क्षेत्रको विकास गर्नुपर्छ, सार्वजनिक पदमा बसेको मान्छेले आम जनताका माझमा रहेर काम गर्नुपर्छ। यस्ता राम्रा कुराहरू सुरुमा हर्क साम्पाङमा देखिएको थियो, तर पछिल्लो समय जातीयता र धर्मका आधारमा मान्छेहरूलाई विभाजन गर्ने कुराहरू, विपक्षी दलका मान्छेहरूलाई गाली गलौज गर्ने प्रवृत्ति पनि एकदमै धेरै हर्क साम्पाङमा देखिएको छ। त्यो कारणले गर्दा यस्तो सोच मान्छेमा कसरी आउँछ भन्ने विचारले मलाई कहिलेकाहीँ आश्चर्यचकित पनि बनाउँछ। हर्क साम्पाङ भनेको क्षमता भएको मान्छे, तर व्यवहार र बानी बेहोरा कसरी राम्रो बनाउने भन्ने कुरा चाहिँ सानोमा शिक्षकहरूले पढाउँदा त्यो मान्छे पक्कै क्लास बङ्क गएर लिची चोर्न गएको हुनुपर्छ। हर्क साम्पाङ मलाई एक छेउमा कुहिएको स्याउ जस्तो लाग्छ। त्यो स्याउलाई फोहोरमा फाल्नुको सट्टा त्यो कुहिएको भागलाई काटेर बाँकी भाग खानुमा नै फाइदा देख्छु। राम्रै मान्छे हो, व्यवहार र बुद्धिमा सुधार ल्याएर बालेनको प्रगतिमा जलन गर्न बन्द गरेर रुन बन्द गर्यो भने त्यो मान्छेले देशलाई फाइदै पुर्याउने देख्छु। हर्क मात्र होइन, गाली गलौजको राजनीति गर्ने मान्छेहरूबाट जोगियौँ। यो समयमा त मैले यस्ता मान्छेहरू पनि देखेको छु जसलाई संसदको काम के हो भन्ने पनि थाहा छैन र संसदीय चुनावमा को प्रचार प्रसार गर्ने क्रममा चाहिँ यो गरिदिन्छु, त्यो गरिदिन्छु, यो बनाइदिन्छु, त्यो बनाइदिन्छु भन्दै भ्रामक रूपमा गर्न नसकिने कुराहरूको छाँट दिँदै हिँडिरहेका छन्। गगन थापाले चाहिँ यसपालि केही गर्छन् कि जस्तो लागेको थियो, परिवर्तनको प्रतिबिम्ब बन्छन् जस्तो लागेको थियो। तर सामाजिक सञ्जाल हेर्दा उनले पनि शेरबहादुर देउवाले पहिले जसरी नेकपा एमाले र माओवादीकोलाई गाली गलौज गर्दै आफ्ना समर्थन बढाएका थिए, त्यसै गरी अहिले बालेन र रविमाथि उनी खनिएका छन्। मलाई लाग्छ कांग्रेसका समर्थकहरू पनि उनको यही बानीले गर्दा रासपातिर धकेलिरहेका छन्। गगन थापा 20औं वर्षदेखि सांसदमा छन्। यत्रो वर्षदेखि संसदमा बसेका मान्छेलाई यो भएन, त्यो भएन, तिमीले गर्दा देश बिग्रियो भनेर हामीले भन्न पनि नपाउने, अनि तिमीले देश बिगार्यौ भनेर प्रश्न गर्दै हिँड्ने
युवाहरूको नेताको बारेमा नराम्रो भन्दै हिँड्ने यो प्रवृत्ति गगनको राम्रो देखिएको छैन। म बदलिएको छु, काङ्ग्रेस बदलिने छ भनेर बदलिएको व्यवहार पनि त देखाउनु पर्थ्यो नि। बदलिएको मान्छेले अर्काको राम्रो गुण पनि देख्न सक्छ, तर गगन थापाले त्यो देख्न सकिरहेका छैनन्। विपक्षी दलका नेताहरूको कदर गर्न सकिरहेका छैनन्। उनले पनि हर्क साम्पाङकै जस्तो गाली र गलौजको बाटो लिइरहेका छन्। मलाई सुरुमा गगन थापा काङ्ग्रेसको सभापति बन्दाखेरि अब चाहिँ केही हुनेवाला छ कि भन्ने आश पलाएको थियो। उनी प्रधानमन्त्रीका लागि दावेदार उम्मेदवार पनि देखिएका थिए। तर पछिल्लो समय एउटा अन्तर्वार्तामा जब अन्तर्वार्ता गर्ने मान्छेले शेरबहादुर देउवाको घरमा भेटिएको पैसा भ्रष्टाचारको पैसा हो कि होइन भनेर प्रश्न गर्दाखेरि उनले शेरबहादुरले भ्रष्टाचार गरेकै हुन् भनेर पनि भन्न सकेका छैनन्। आफ्नो सभापति गलत ठाउँमा हुँदा उसलाई गलत हो भनेर भन्न पनि नसक्ने मान्छे देशको प्रधानमन्त्री बन्न सक्छ जस्तो मलाई लाग्दैन। अब कुरा गरौँ बालेन र रविको। म यो कुरामा फिटिकै विश्वास गर्दिनँ कि पपुलर मान्छेहरू नेता बन्न सक्ने खालका हुन्छन्। तर देश विकास गर्ने भनेको एउटा व्यक्तिले होइन, देशमा भएका हरेक मान्छेको रगत र पसिनाले देशको विकास हुन्छ। तर देशको नेतृत्व गर्न एउटा नेता चाहिन्छ र जुन नेताले नेपालका अधिकांश मान्छेहरूलाई समेटेर एक सूत्रमा बाँध्न सक्छ त्यही मान्छे नै नेता हुन्छ। हामी तिहारमा फुलमाला लगाउँछौँ, तर फुलहरूले मात्र माला बन्दैन, माला बन्नका लागि धागो पनि चाहिन्छ। रवि र बालेनले धागो बनेर देशभरिका राम्रा फुलहरूलाई समेटेर एउटा सुन्दर माला बनाउने कुरा गरिरहेका छन्। त्यो मालामा उनिने दर्जनौं फुलहरूमा दुई चारवटा ओइलाएका फुलहरू छैनन् भन्न मिल्दैन, छन्। तर जरुरी कुरा हो माला बनाउनु, र बनिसकेको माला हेर्दा कसैले पनि ओइलाएको फुलतिर आँखा लाउँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा हो माला बनाउनु, र यो काम रवि र बालेनले राम्रैसँग गर्छन् भन्ने कुराको सामर्थ्य देखाइसकेका छन्। सुरुमा मलाई बालेनले काइते प्रसाद ओलीको चुनाव क्षेत्रबाट उठ्ने कुरा सम्झिँदाखेरि यो मान्छे मूर्खै हो जस्तो लागेको थियो। तर परिवर्तन ल्याउने क्रान्तिकारी मान्छेहरू मूर्खै हुन्छन्, मूर्ख हुनैपर्छ। बालेन झट्ट हेर्दा साउथ मुभीका हिरो जस्ता देखिन्छन् र उनले व्यवहार पनि त्यस्तै देखाएका छन्। नेपालका सबैभन्दा ठुलो गुण्डालाई उनकै घरमा गएर धोबी पछाड हान्ने प्रयास गरेका छन् र यो चुनावमा उनले केपी ओलीलाई मजाले पछार्नेछन् भन्ने कुरामा म विश्वस्त छु र परिवर्तन र विकास चाहने नेपालीहरूको लागि यो ठुलो जित हुनेछ। के बालेन प्रधानमन्त्री बन्ने खालका मान्छे हुन् त? के उनीभन्दा राम्रा उम्मेदवारहरू कोही पनि छैनन् त? यस्ता प्रश्नहरू मान्छेहरूको दिमागमा धेरै आउने गरेको छ। धेरैले बालेनलाई जेन्जी आन्दोलनले चम्काएको हो भन्ने सोच राख्छन्। यदि जेन्जी आन्दोलन नभएको भए बालेन यति धेरै प्रभावकारी हुँदैन थियो भन्ने कुरा मान्छेले धेरै सोच्छन्। यस्तो सोच राख्नु स्वाभाविक हो, तर हामीले यहाँ के बुझ्नुपर्छ भने समस्या नभइकन समाधान आउँदैन। भोजन मिठो हुनका लागि भोक लाग्नुपर्छ। नेपालीहरूलाई भोक लागेको थियो। भोकले क्लान्त भएको मान्छेको अगाडि विभिन्न परिकारहरू राखिदिँदा जुन परिकारले सबैभन्दा धेरै मन र पेट भर्छ मान्छेले त्यही परिकार छान्छ। नेपालीहरूलाई भोक लागेको थियो, बालेनले आफूलाई राम्रो परिकारका रूपमा प्रस्तुत गरेका थिए, त्यसैले उनी सबैभन्दा प्रभावकारी नेता साबित भए। पहिले नेपालमा पढ्ने वातावरण धेरै थिएन, राम्रा स्कुलहरू थिएनन्, त्यसैले हाम्रा नेताहरू अशिक्षित थिए। तर अहिले धेरै मान्छेहरू पढे लेखेका छन्, के राम्रो के नराम्रो भन्ने कुरा छुट्याउन सक्ने भएका छन्। तर पनि जब चुनाव आउँछ हामी आफ्नो पढाइ बिर्सन्छौँ, हामी आफ्नो दुःख बिर्सन्छौँ र तिनै गए गुज्रेको गवार नेताहरूलाई भोट हाल्ने गर्छौँ। हामी छोराछोरीहरूलाई दुःख गरेर पढाउँछौँ, अधिकृत बनाउँछौँ, पछि त्यही छोराछोरी अधिकृतबाट सचिव बन्छन् अनि उनीहरू सचिव बनिसकेपछि ग्वाच मन्त्रीहरूको अगाडि नाचेको हामी हेर्छौँ। यसैलाई परिवर्तन गर्ने समय हो यो चुनाव। बालेनले यतिखेर एउटा उदाहरणीय नेताका रूपमा काम गरिरहेका छन्। ठाउँ ठाउँमा गएर चिया खानुभयो, तपाईँहरूको हालखबर के छ भनेर सोधिरहेका छन्। उनका भाषणहरू भाषण जस्ता लाग्दैनन्, संवाद जस्ता लाग्छन्। सामान्य रूपमा उनले जनतासँग कुरा गरेर जनताहरूका समस्या सुनिरहेका छन्। ठुला बाचाहरू गरिरहेका छैनन्। पहाडको तरकारी तराईलाई खुवाउँछु भनिरहेका छन्। सफा पानी खुवाउँछु, आधारभूत आवश्यकता पुरा गर्छु, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउँछु, यस्तै गर्न सकिने कुराहरू गरिरहेका छन्। र सबैभन्दा ठुलो कुरा बालेनले विपक्षी दलका नेताहरूलाई गाली गरिरहेका छैनन्। यो त बालेनको कुरा भयो। अब बालेनको टिमको कुरा गरौँ। उसको टिमको बारेमा त हामीले धेरै कुरा गर्नै पर्दैन। 101 योग्य मान्छेहरू छन्। केही मान्छेहरू औसत छन्, तर धेरैभन्दा धेरै पढे लेखेका जानेका आफ्नो क्षेत्रमा विज्ञ भएका व्यक्तिहरू उनको टिममा छन्। त्यसैले पनि म एकदमै आशावादी छु कि यो टिमले बहुमत ल्यायो भने देशमा केही न केही राम्रो सुधारहरू भएरै छाड्छ। मैले यति भन्दै गर्दा बालेनका बारेमा त सबै राम्रो कुरा मात्र भनिस्,
किन नराम्रो कुरा गरिनस्, ऊ चाहिँ देउता त होइन भनेर भन्न सक्छन्। उनीहरूले यति भन्दै गर्दा म के मात्र भन्न चाहन्छु भने तपाईँलाई घरमा दुहुनु गाई पाल्नु छ भने गोबरको घिन मानेर हुँदैन। बालेन मात्र होइन, उसको ठाउँमा जो आए पनि सबैका आफ्ना कमी कमजोरीहरू हुन्छन्, तर पदमा पुगिसकेपछि मान्छेले आफ्नो कमी कमजोरीहरू सुधार गर्दै जान्छ। यो चुनावले के देखाएको छ भने बालेन अलिकति पहिलाभन्दा गम्भीर र शालीन हुँदै गइरहेका छन् र प्रधानमन्त्री पद धारण गरिसकेपछि उनी आफ्नो व्यवहारलाई निकै परिवर्तन गर्दै संयम र एकदमै राम्रो प्रधानमन्त्री बन्नेछन् भन्ने कुरामा म विश्वस्त छु। बहर गोरुले बैमान गर्छ, राम्रोसँग जोत्दैन भन्ने तर्क जायज हो, तर बुढो गोरु सुस्त हुन्छ। संसार यति तीव्र गतिमा दौडिरहेको बेलामा हामीलाई चाहिएको गति हो, सुस्तता होइन। त्यसैले यसपल्ट घन्टीमा भोट हालौँ। धन्यवाद।